यो तपाईँको घरसम्म त कुदेर आएर देखाएन। चल्ला त चल्या छ पिरै पिरमा छ। ठ्याक्कै काँडे डाँडा क्या तपाईँको हाम्रो लाम्चा जिल्लामा छ है काँडे डाँडा ठ्याक्कै हो कि त्यहाँनिर मन्दिर सन्दिर बनाएको छ। नयाँ सरकार कति किलोमिटर पनि छैन पुरा एकचोटि ग्याङ फाइट परेर यसो साकेपछि ग्याङ फाइट भन्नु माग्छु लागेर गाडी जग्गा जान्छ। यो थुम्का जानुपर्छ है। अनि बुझे यो थुम्मा गएर पुरै लुगा खोलेर ध्यान गर्नुपर्छ घन्टा। अनि र कमसेकम यति माथि आएर पनि नाङ्गै बसेर पुसा दिन भनौँ न। म त साथी मिलेर कति लाएर जाने कि थिएँ फेरि नङ्गो पागल भयो भन्नु न बाउले खाना बढिया भने के बोल्नु नि त यसलाई बोलिसक्नु भए पो बोल्नु। देशको हालत त ठिक छैन के बोल्नु। ल पिकनिक खान यस्तो ठाउँमा आउनुपर्छ है। जहाँसम्म देश रहन्छ यो शैलेन्द्रेश्वर महादेव रक्षा गर्छन्। सयौँ थुम्का भन्ने एउटा प्रसिद्ध धार्मिक स्थल र पनि दोलखाको पर्छ। पहिला चाहिँ हाम्रो यो पहिला चाहिँ पञ्चायत कालतिर हो भनेदेखि चाहिँ यो रामेछापको हो। पछि रामेछापलाई सुगम बनाउने विचार बोकेका केही नेताहरूले हाम्रो सुगम बनाउनुपर्छ भनेर यो हिमाली भेगहरू काट्नु भएको रहेछ। त्यसलाई पनि अब हामी सशक्त रूपमा चाहिँ हाम्रो दोलखा रामेछाप मिल्नु र यसलाई चाहिँ एकदम व्यवस्थित बनाउनलाई म यहीँबाट पहल गर्न चाहन्छु। त्यसपछि गएर हामीले भन्ने गर्छौँ जहाँ देश रहन्छ त्यहाँ हामी रहन्छौँ। जहाँ देशै रहँदैन जहाँ आमा रहन्छन् भने हामी कहाँ रहन्छौँ र। त्यस्तै विचार बोकी अघि बढ्दैछौँ। अब सैलुङको टावर आइपुग्नलाई हामी केही छिनमा पुग्दैछौँ र हाम्रा साथीहरू मित्रहरू त अघि बढिरहनु भएको छ र केही कार्यकर्ताहरू तलबाट आउँदै हुनुहुन्छ। यसै गरी हाम्रो सैलुङ राम्रो सैलुङ भन्दै यसै गरी हामी अघि बढिरहन्छौँ र बढ्न पनि चाहन्छौँ। सरहरूलाई केही भन्नु छ सैलुङको बारेमा भनिदिनु होला दुई शब्द। सर भन्नुहोस्। हो ल सुन्नुभयो नि। जय नेपाल जय सैलुङ जय घन्टी जय रवि।